यो गेमको अब नयाँ भ्लग सुरु ल ओइ हामी कहाँ गएको के गएको यसो भन ल के भयो भने अरे दुईजनाको चाहिँ वेट आइसक्यो यो 1 नम्बरको मोटीको 3 केजी आएको छैन अब यसपालि रुम छ कि काठमाडौँमा अनि त्यो रुमको पनि मजाले बनाउँछु सबै भिडियो बनाएर सबै पोस्ट गर्छु ल गाइज अब जाने होइन काठमाडौँ 55 मा खेल्ने कति छ अहिले वेट मेरो 56.85 छ तिम्रो कति छ 81 80 मा खेल्ने 55 मा जति खायो खानासाना खाएर पानी कफी 2 ग्लास ठ्याक्क एक प्रोटिनको ग्लास खाइदिए सक्यो अब यसपालि नेसनल गेम्समा तहल्का मचाउने हो रिङ रेसहरू के छ एकछिन जिम त जाने होला नि त त्यहाँ अब 1-2 वटा मेरो चाहिँ यही छ ब्याग छ ग्रेड डी मेरो चाहिँ त्यही पर्दैन क्या एक्स्ट्रा लुगा मेरो चाहिँ आफ्नो सानो यति यो एउटा सानो ब्याग छ ठिक छ यिनीहरूको चाहिँ हुन्छ अब दर्रो ब्याग पनि ट्रेनिङको लुगा छुट्टै सुत्दा लाउने छुट्टै रिङ ड्रेस छुट्टै रिङ सुज छुट्टै 3टा सुज छ मेरो रिङ एउटा घुम्ने एउटा रनिङ लादिमै जस्तो रहेछ 3टा बोक्ने एउटा रिङ सुज एउटा स्पोर्ट्स सुज अनि एउटा घुम्ने सुज अरे घुम्ने चाहिँ कहाँ घुम्ने हो कुनी थाहा छैन तर पनि यहाँ अर्को 3टा जुत्ता बोक्ने मान्छे त्यही हो एउटा मात्रै होला भनेको त उयो पनि रहेछ क्या ऊ पनि 3टा बोकिरहेछ 4टा मेरो चाहिँ एउटा चप्पल एउटा जुत्ता सक्यो अनि केमा चढ्छ त रिङमा चढ्नु परेन म सुज नभएर अलिक अप्ठ्यारो ट्रेनिङ लुगा नभएर अलिक अप्ठ्यारो मलाई धोइन हिजो त्यही भएर अस्ति नै त्यो फाइटमा मैले धोएर मिस्टेक गरेको थिएँ नि त अनि सेतो त त्यस्तै त हो नि सुरमा लाउँदा कस्तो दामी देख्यो त्यहाँ अर्जुन धारामा मोजा नि सेत जुत्ता टक्क लाएर रातिको 2 बजे पो त फेरि उठेर टिकटक यसपालि चाहिँ सुत है ओइ यसपालि चाहिँ मजाले सुत्ने त्यहाँ राति उठेर टिकटक बनाउने के होला कि डान्सै गराउनु पर्छ होला रातभर वेट त आएको छैन अब जानुपर्छ यहाँबाट जिम जाउँ होला हौ जिममा अब के छ लास्टको यसो लास्ट चेक के हो यो के बोकेको यो खैलो त राति सुत्ने त हो नो स्ट्रिप अरे नि ल यो मैले राखेँ ल के हो यस्तो नाकमा लाउने नाटक यति नै बढी कोशी प्रदेशको टिम रेडी है तर सबैजनालाई हो त्यस्तो खुट्टा त्यस्तो गर्दा चाहिँ खुट्टा उठाउँदा चाहिँ लाज चाहिँ साह्रो छ ल अब यो बिदाई कार्यक्रम हुन्छ अनि जाने केटाहरू सबै ब्राजिल भइरहेछ म पनि ब्राजिलै हो
कतिजना मान्छेहरूले ब्राजिल भन्दैछ ब्राजिलै भयो कसले अरे एक दुईजना राम्रो मान्छे तर ब्राजिल हुनु परेन सबैजना ब्राजिल तर मन त अर्जेन्टिना मन त रोनाल्डो ल फोटो खिचौँ लागि सहभागी कोशी प्रदेशबाट सहभागी हुन गइरहेका हाम्रा खेलाडीहरू जसमा प्रथम दिन दल सभामा सिलगढी अनि त्यसै गरी दोस्रो दलमा हर्ष ढिले अनि त्यसै गरी साथीले चौथोमा हर्ष ढिले 70मा हाम्रो युरोपको प्लेयर सुनिल कार्की हुँदै हुनुहुन्छ त्यसपछि 80मा हाम्रो रोनित कार्की र यसै गरी महिला तर्फबाट 51 केजी दल सभामा हाम्रो लागिममा राई अनि त्यसै गरी 65 केजी तहसम्म 75 वेट क्याटेगोरीमा हाम्रो नुमा साउदेन लिम्बू सहभागीलाई जानु भइरहेको छ र त्यसै गरी यही उपलक्ष्यमा विदाय कार्यक्रममा 2 शब्द बोलिदिनको लागि हाम्रो कोशी प्रदेशको उपाध्यक्ष हाम्रो सरलाई केही 2 शब्द राख्नुहुन्न यसपालि कोशी प्रदेशबाट सहभागी हुन जानुभएको सम्पूर्ण खेलाडीहरूलाई मेरो शुभकामना छ राम्रो खेल्नु गोल्ड लिएर आउनु कोशीको इज्जत राख्नु यसै गरी यही 2 शब्द भन्ने म ल बेस्ट विशेष गरेर सुनसरी जिल्ला बक्सिङ सङ्घका अध्यक्ष सुधीर सिंह लिम्बूज्यूलाई केही 2 शब्द राख्न अनुरोध गर्छु लाई पुनः तपाईँहरूले फेरि त्यही उचाइमा राख्नको लागि सगरमाथाको उचाइ जस्तै उचाइमा राख्नको लागि फेरि पुनः तपाईँहरू त्यो उपलब्धि हासिल गर्नको लागि त्यो एचिभमेन्ट हासिल गर्नको लागि तपाईँहरू जुन हिसाबले जाँदै हुनुहुन्छ त्यसमा पक्कै पनि तपाईँहरूले धेरै ठुलो उपलब्धि हासिल गर्नु नै हुनेछ भन्ने मैले ठुलो विश्वास गर्छु र भगवान् सुब्बा बिन्देश्वर बाबा दन्तकाली माताले तपाईँहरू सबैलाई त्यो उचाइसम्म पुर्याओस् भन्ने उहाँहरूसँग भगवान्सँग कामना गर्न चाहन्छु तपाईँहरूमा त्यो आत्मबल शक्ति बढिरहोस् तपाईँहरू खेलको अन्तिमसम्म पनि तपाईँहरू आफ्नो त्यो जुन तपाईँहरूको स्पोर्ट्सम्यानसिप छ त्यसलाई कहिले पनि तल ध्यान नदिनुहोस् तपाईँहरूको त्यो हौसला चाहिँ बुलन्द भइरहोस् है यहाँहरूलाई म एकदमै शुभकामना दिन चाहन्छु र अहिलेसम्म जुन जे भइरहेछ जसो भइरहेछ कोशी प्रदेशको आफ्नै तरिकाले उहाँहरूले सहयोग गरिराख्नु भएको छ जिल्ला बक्सिङ सङ्घको त जहिले पनि यहाँ छँदैछ तपाईँसँग मिलेर यहाँ काम गरिरहेको तपाईँले देखिराख्नु भएको छ र म के भन्न चाहन्छु भने यहाँ तपाईँहरूलाई पठाउने यो सम्म जिल्ला बक्सिङ सङ्घले जुन गरिरहेको काम त्यो तपाईँले देखिराख्नु भएको छ र आउँदाखेरि हाम्रा गुरु श्रद्धेय गुरु हाम्रा बक्सिङको उहाँ जन्मदाता यहाँ सुनसरी जिल्लाको हाम्रो आदरणीय गुरु कोमो गुरु उहाँ चाहिँ अहिले कोशी प्रदेशको चाहिँ अध्यक्ष हुनुहुन्छ र उहाँ चाहिँ उतै बसिराख्नु भएको छ काठमाडौँमा हुनुहुन्छ उहाँले पनि जिल्ला बक्सिङ सङ्घको खेलाडी भाइ बहिनीहरू कोचेसहरूलाई केही न केही सहयोग अवश्य पनि गर्नुहुन्छ भन्ने हामीले त्यो कामना गरेका छौँ हामीले त्यो आशा गरेका छौँ उहाँबाट पनि त्यो सहयोग हुनेछ र भाइ बहिनीहरूलाई सहयोग गरोस् भन्ने यही सन्देश मार्फत म उहाँलाई विनम्र अनुरोध र निवेदन पनि गर्न चाहन्छु र फेरि एकपटक यहाँहरू सबैलाई बक्सिङमा राम्रो खेलेर तपाईँले जिल्लाको मात्रै नभएर कोशी प्रदेशकै तपाईँले प्रतिनिधित्व गर्दै हुनुहुन्छ खेलाडी भाइ बहिनीहरूले यहाँले केही न केही ठुलो उपलब्धि हासिल गरेर आउनु होला मेडलहरू जितेर आउनु होला भन्ने एकदमै हृदयदेखि कामना गर्दै यहाँहरूसँग मिलेर 2 शब्द विश्राम गर्न चाहन्छु। धेरै धन्यवाद सबैलाई पहिला दाइरे त्यसै गरी हाम्रोमा यहाँबाट सुन अहिले अनि यसरी महिलातर्फ ल हुन्छ म त खेल्ने त होइन खेलाउने गुरु एउटा पुगेन नि त अनि यसै गरी 55 केजी तौलसम्म सिंहवीर लिम्बू हाम्रो च्यानल धन्यवाद म चाहिँ भोलि हाम्रो यो विदाय कार्यक्रम अब यहीँ समापन यहीँ सकिँदैछ अब ठ्याक्क हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ यहाँ हाम्रो गुरु म आउँछु अब
म थाहा थिएन म यही बेला गेम भएर भोलि एउटा कार्यक्रममा आएर बस्छु ग्रुप फोटो खिचिहाल्नु। म पनि भोलि डेमा हिँड्छु म भोलि 5 बजीतिर हिँड्छु तिमीले भोलि बिहान एउटा कार्यक्रम गरी त्यहाँ पुग्नुपर्ने ल अब एउटा फोटो सेसन अनि 7 बजे जाने गयो to काठमाडौँ हाम्रो स्लिपर अब हिँड्यो काठमाडौँको लागि यो हाम्रो अहिले खतरा स्लिपरमा जाउँ दुईजना म चाहिँ कोक खाँदैछु यहाँ चाहिँ प्रोटिन चना कटिङ अलिअलि कटिङ गर्दै खाँदै कोच हुनु चाहिँ यो फाइदा चाहिँ छ खासै कटिङ गर्नु पर्दैन अब अहिले हिँड्यो अब खाना खाएर भरे कति 10 बजीतिर त रोक्छ होला खाना खानु आज फेरि अर्जेन्टिनाको गेम आज यी बसेर यो दुईजना अर्जेन्टिनाको गेम हेर्नु त आज के हो हामी सपोर्टर हो कि एन्टी हो यार अर्जेन्टिना हार्छ आज आम्मा तर जित्छ तर आज हेर्नु मजा आउँछ जितोस् होइन यता पनि पोर्चुगलले जितोस् होइन दुईजना टक्क परोस् क्या अहिले होइन त्यसपछि चाहिँ अर्जेन्टिना हार्दा पनि सुहाउँछ त्यसपछि चाहिँ हार्दा पनि सुहाउँछ तर आज गेम पनि यहीँ हेर्ने गेम एन्ड यही छ ओभर देखिरहेको रहेछ त्यहाँ त उपरबाट ऐनामा दुईजना चाहिँ गर्दा अहिले लाहानतिर आइपुग्यो एन्ड पानी चिसो बनाउने निन्जा टेक्निक यो चाहिँ एसी यहाँ राख्नुपर्छ कि एसीमा चिसो हुँदैछ होला है चिसो दामी हुँदैछ खाँदैौ न यसरी नै अन्त खाँदिउँ कि भनेको फेरि ल यो भन्दा निन्जा टेक्निक यसरी पानी चिसो बनाउने एसीवाला गाडीमा है अब सधैँ चिसो पानी त यहाँ कहाँ पाउनु फ्रिज चिज हुँदैन हिँड्ने मान्छेहरूले सबैजना छुटेको राम्रो होइन हौ आएछ त्यत्रो मुनि बसिरहेको आयो देखाइदिनु पर्यो हाम्रो भइहाल्यो वेटको टेन्सन छ हिजोदेखिको मैले एक ग्लास कफी मात्रै म त अब बसेको जाँदा बसेमा चाहिँ पहिलादेखि नै सस्तो होटलमा बसेको एक्लै बसेको त्यो भोटे बालमा क्या मेरो पुरै खै कहाँ हिँड्नु लागेको एलेक्स एकछिन पनि वाइफाई बिना नबस्नु सक्ने भयो है अहिले जोस छैन एकछिन पछि भेट्छु न बाई बाई